हाई फ्रेंड्स, वेलकम टू माई न्यू भिडियो। आज चाहिँ म हजुरहरूलाई बागमती प्रदेशको राजधानी हेटौडाका दृश्य र हेटौडाका आसपासमा रहेका घुम्न लायक ठाउँहरूको दृश्य हजुरहरूलाई लिएर आएको छु। कृपया भिडियोलाई अन्तिमसम्म हेरी च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला। यो हो हेटौडा बजार। ड्रोन सुटबाट लिएको यो हेटौडा बजारको दृश्य चौकीटोल एरियाबाट देखाइएको छ। चौकीटोल हुँदै बुद्ध चोकसम्मको दृश्यहरू छ भने वरपरको भ्यूहरू पनि देख्न सक्नुहुन्छ तपाईहरु। हेटौडा बागमती प्रदेशको राजधानी हेटौडा र मकवानपुर जिल्लाको सदरमुकाम हेटौडा बजार। यो बुद्ध चोक एरिया तपाईहरु हराभरा देख्न सक्नुहुन्छ। सडकको दायाँ बायाँ हेटौडा बजारको चारैतिर डाँडाहरू पहाडहरू रहेको छ। एकदमै हरियाली रहेको छ। सडकको दायाँ बायाँ रुखबिरुवा रोपिएको छ भने सडकलाई अत्यन्तै सुन्दर देखाइएको छ। यो सीमा चोकदेखि बुद्ध चोकसम्मको दृश्य तपाईहरु देख्न सक्नुहुन्छ भिडियोमा। एकदमै सुन्दर र मनमोहक छ यो बाइपास जाने रोड। बुद्ध चोक एरियाबाट ट्रकहरूलाई मालवाहक गाडीहरूलाई जान दिइदैन, साना साना गाडीहरू मात्रै जान दिइन्छ। अत्यन्तै सुन्दर र सफा सहर भनिन्छ हेटौडा बजारलाई। यो सीमा चोकबाट बस पार्क जाने बाटो, यहाँबाट बस पार्क पनि पुग्न सकिन्छ। अत्यन्त सुन्दर र सफा रहेको छ। हेटौडाको विशेषता पनि छुट्टै रहेको छ। एउटा किम्बदन्ती छ, तपाईहरु युट्युबमा गएर हेर्न सक्नुहुन्छ हेटौडाको बारेमा कसरी नाम रहन गयो भनेर। हेटौडा देख्न सक्नुहुन्छ राप्ती किनारको साइडमा रहेको यो हेटौडा बजार। हेटौडा बजारको बीच भागबाट कर्रा खोला बग्छ, त्यो देखाइएको छैन भिडियोमा। अत्यन्तै सुन्दर र मनमोहक दृश्य ड्रोन सुटबाट लिएको चारैतिरको हेटौडा बजारको भ्यू तपाईले देख्न सक्नुहुन्छ। चौकीटोल एरिया पनि मजाले देख्न सक्नुहुन्छ भने कान्ति लोकपथ जाने बाटो पनि देख्न सक्नुहुन्छ। यो शहीद स्मारकमा नाइटमा लिएको यो भिडियो। अहिले शहीद स्मारकमा लाइटिङ जडान गरी अत्यन्तै सुन्दर बनाइएको छ भने रातिको समयमा पनि यहाँ भिजिट गर्न सक्नुहुन्छ। शहीद स्मारकमा अत्यन्तै सुन्दर र मनमोहक रहेको छ शहीद स्मारक। यहाँ सानो चिडियाखाना पनि रहेको छ भने बालबच्चाको लागि खेल्न बनाइएको राम्रा दृश्यहरू पनि रहेको छ। फोटोसुट गर्न लागि नाइटमा अत्यन्तै सुन्दर देखिन्छ शहीद स्मारकमा। डेमा पनि अति नै राम्रो छ। यो हो भुटान देवी मन्दिर। हेटौडाको मुटुमा अवस्थित भुटान देवी मन्दिरको पनि छुट्टै आफ्नो विशेषता रहेको छ भने किम्बदन्ती पनि छ यसको, कसरी भुटान देवी रहन गयो भनेर। अत्यन्तै सुन्दर वातावरणमा रहेको यस मन्दिर। यस मन्दिरमा श्री दुर्गा भवानी को मूर्ति रहेको छ। यो पुष्पलाल पार्क हेटौडाको मुटुमै अवस्थित रहेको यस पुष्पलाल पार्क पनि अत्यन्तै सुन्दर रहेको छ। पोखरीको बीचमा रहेको मन्दिरले झन् अत्यन्तै आकर्षण देखाउँछ। यो हेटौडा बजारको नाइट भ्यू। नाइटमा पनि अत्यन्तै सुन्दर देखिन्छ हेटौडा बजार। यो हो मकवानपुर गढी। मकवानपुर गढीको पनि आफ्नै विशेषता रहेको छ। यसको किम्बदन्ती पनि तपाईहरुले युट्युबमा गएर हेर्न सक्नुहुन्छ। पृथ्वी नारायण शाहको ससुराली पनि भनिन्छ यस गढी मकवानपुर गढीको। यसलाई हामीले ड्रोन सुटबाट देखाएका छौं। चारैतिर किल्ला बनाइएको छ भने बीचमा रहेको छ दरबार, गढी दरबार। अत्यन्तै सुन्दर देखिन्छ।
पर्यटकहरूलाई पनि आकर्षण गर्न सक्ने वस्तुहरू छन् यस गढी दरबारमा। यो हो चिसापानी गढी। भेम्फेदीबाट थोरै माथि गइसकेपछि आउने यस चिसापानी गढीको पनि छुट्टै आफ्नो विशेषता रहेको छ। यस चिसापानी गढीमा गढीभित्र रहेको मन्दिरमा महिलाहरू प्रवेश गर्न पाइँदैन, अहिले पनि पाइँदैन। यसको किंवदन्ती पनि धेरै लामो छ, त्यसैले तपाईँहरूलाई मैले यो सर्ट भिडियोमा बताइनँ। सो तपाईँलाई ड्रोन सटबाट